सर्वप्रथम माननीय सदस्य सञ्जय कुमार गौतम, समय 10 मिनट। त्यसपछि माननीय सदस्य भीमप्रसाद आचार्य। सम्माननीय सभामुख महोदय, संसदमा आएको पनि 11 वर्ष भएछ। 11 वर्ष कसरी बित्यो त त्यति थाहा छैन सभामुख महोदय। तर यो 11 वर्षको अनुभवले के भन्छ भने अहिले जुन सरकारमा हामी छौँ, सरकार हाम्रो छ, काङ्ग्रेस र एमाले मिलेर सरकार बनाएको छ। तर सरकारमा जुन सरकार जसरी चलेको अनुभूति गर्न सकिरहेको छैन म एउटा सांसदको हैसियतले। संसदमा जुन भाइब्रेसन हुनुपर्ने हो, जुन किसिमको सांसद जसरी चल्नुपर्ने हो, जसरी यहाँ जनताका समस्याहरूलाई रिफ्लेक्ट गरेर जसरी भाइब्रेन्ट हुनुपर्ने हो, त्यसरी संसद पनि भाइब्रेट भएको पाउँदिनँ। र कता कता न्यायपालिकातिर पनि जनताको आशा भरोसा पैदा नभएको जस्तो लाग्छ र जनता निराश छन् सभामुख महोदय। हामीले जनतामा आशा र भरोसा पैदा गर्न सकेका छैनौँ। एक किसिमको नयाँ सोच र सम्भावनाहरूलाई क्रिएट गर्न सकिरहेका छैनौँ। मलाई एउटा हिन्दीमा एउटा शायरले भनेको एउटा शायरी याद आउँछ, देश हमारा है हम बना नहीं सके, समाज हमारा है हम बदल नहीं सके। यही सबै खालको मनोविज्ञानबाट म आज आदरणीय नेताहरूलाई फेरि एकपल्ट आग्रह गर्न चाहन्छु। अब बियर भइसक्यो, धेरै अबेला हुन्छ। एकपल्ट शीर्षस्थ नेताहरूले टाउको जोड्नुहोस्। अब मुलुकले एउटा राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने आवश्यकता म देख्छु। राष्ट्रिय सहमति निर्माण गरेर अगाडि बढ्न सक्यौँ, संविधानलाई संशोधन गर्न सक्यौँ, जनतामा आशा र भरोसा पैदा गर्न सक्यौँ र मुलुकलाई निश्चित दूरीसम्म सँगै हिँडाउन सक्यौँ भने हामी एक ठाउँमा पुगौँला। होइन भने हामीले ल्याएको गणतन्त्र, हामीले ल्याएको संघीयता, हामीले ल्याएको यी 3 तहका सरकार, आज 8वटा सरकार छन् सभामुख महोदय देशमा। सङ्घमा सरकार छ, 7वटा प्रदेशमा सरकारहरू छन्, स्थानीय सरकार पनि भनेका छौँ, 8-8वटा व्यवस्थापिकाहरू छन्। हाम्रो हालत राम्रो छैन, जनता साह्रै निराश छन्। यता पनि सम्पूर्ण नेताहरूको ध्यान आकर्षित गर्न चाहन्छु र सांसद साथीहरूलाई पनि गम्भीर हुनलाई आग्रह गर्न चाहन्छु। अब म मेरो जिल्लातिर जान्छु सभामुख महोदय। मैले धेरैपल्ट संसदमा पनि कुरा उठाएँ। मका एउटा कपास विकास समिति छ। कपास विकास समितिका नाममा हजारौँ बिघा नेपाल सरकारको जग्गा कपास विकास समितिका नाममा छ, भोगाधिकार प्राप्त गरेर बसेको छ। तर त्यो कपास विकास समितिमा आज 20औँ वर्षदेखि एउटा कपासको रुख पनि रोपिँदैन सभामुख महोदय। त्यो कपास विकास समितिमा कर्मचारी छन्, त्यसका भौतिक संरचना छन्। हरेक वर्षको तपाईँले बजेट हेर्नुभयो भने घाटा बजेट हुन्छ। हामी विभिन्न चरणमा सरकारमा गयौँ, राजनीतिक नियुक्ति गर्ने काम त्यहाँ भएको छ, अध्यक्ष बनाउने, पदाधिकारी बनाउने। अहिलेको सरकारले त गरेको छैन। म रामनाथजीलाई धन्यवाद दिन चाहन्छु, माननीय मन्त्रीजीलाई, कि अहिलेसम्म उहाँले त्यस विषयमा अगाडि बढ्नुभएको छैन। त्यो विघटन गर्न अत्यावश्यक छ सभामुख महोदय। त्यो विघटन गरेर त्यो जुन राष्ट्रको सम्पत्ति हो, हजारौँ बिघा जग्गा हो, त्यहाँ भएका कपास विकास समितिका सेयर फार्मरहरू छन्, परम्परागत सेयर फार्मरहरू छन्। त्यो सेयर किसानहरूलाई उनको हकलाई सुनिश्चित गरेर बाँकी जग्गामा एग्रिकल्चर पोलिटेक्निक स्थापित गर्न पश्चिम नेपालमा एकदमै आवश्यक छ। त्यो एकदमै फिजिबल पनि छ। तर त्यसले दूरगामी रूपले मुलुकको उन्नतिमा, कृषिमा, क्रान्तिमा महत्त्वपूर्ण योगदान गर्छ। मैले बारम्बार भनेको छु, 100 किलोमिटरको दूरीमा 4वटा राष्ट्रिय गौरवका योजनाहरू आज पनि सञ्चालित छन्। सिक्टा सिँचाइ आयोजना, बबी सिँचाइ आयोजना, भेरी बबी डाइभर्सन र रानी जमरा कुलरिया सिँचाइ आयोजना, सँगसँगै महाकाली सिँचाइ आयोजना र राजापुर सिँचाइ आयोजना जस्ता ठुला आयोजनाहरू पनि आफ्नो गतिमा बगिरहेका छन्। नयाँ मुलुक भनेर चिन्छौँ बाँके, बर्दिया, कैलाली, कञ्चनपुरका उर्वरा भूमि, त्यहाँका किसानलाई हामी धरतीपुत्र भन्छौँ, थारूलाई। उनीहरूको बाहुल्यता पनि छ त्यो ठाउँमा। त्यो ठाउँमा 4-4वटा राष्ट्रिय गौरवका योजना अहिले भर्खरै हामीले फिजिबिलिटी स्टडी सिद्ध्याएर हामीले त्यो प्रोजेक्टलाई अगाडि बढाउने कोसिसमा छौँ, जसले भेरी बबई डाइभर्सनबाट भेरीको पानीलाई बबई मानखोला डाइभर्सन गरेर एउटा प्रोजेक्ट बनाएर उत्तरपट्टिको राजमार्गदेखि उत्तरपट्टिको 22,000 थप जग्गा पूर्ण रूपले सिँचाइ हुने र नेपालमा सबैभन्दा कम लगानी 9 अरब रुपियाँको प्रारम्भिक लगानी आएको छ, इस्टिमेट आएको छ। त्यो आयोजना सञ्चालन गर्न सक्छौँ। त्यहाँ कृषिको हब छ, समतल भूमि छ, 4-5वटा 6वटा ठुल्ठुला सिँचाइका आयोजनाहरू छन्। त्यो ठाउँमा कपास विकास समितिलाई अनप्रोडक्टिभली नियतवश जीवित राखेर त्यहाँका सेयर किसानहरूलाई पनि मर्कामा पारेर हामीले के गर्न खोज्दैछौँ। म त्यसका नेपाल सरकारको र मन्त्रीजीको ध्यान आकर्षित गर्न चाहन्छु कि त्यो ठाउँमा एउटा एग्रिकल्चर पोलिटेक्निक हामीले स्थापना गर्न सक्यौँ भने वास्तवमा पश्चिम नेपालको त्यो भूमिले यो नेपाललाई हामी आनन्दले हामी धानमा, हामी गहुँमा, हामी मकैमा
हामी आलुमा जस्ता चिजहरूमा हामी हिउँदे बालीमा र बर्खे बालीमा आत्मनिर्भरताको यात्रा गर्न सक्छौँ। त्यसले हामीलाई ठुलो सम्भावनाको ढोका खोल्छ र त्यो समुदायमा हामीले एग्रिकल्चर पोलिटेक्निक स्थापना गऱ्यौँ भने सुनमा सुगन्ध भयो भने कस्तो हुन्छ सभामुख महोदय? आज सुनको जुन किमत छ त्यसमा सुगन्ध पनि आयो भने कस्तो हुन्छ? आज त्यो जुन ट्रेडिसनल कल्चर छ, जुन परम्परागत रूपको जुन ज्ञान र सिप छ, त्यसमा त्यो समुदायमा हामीले एग्रिकल्चरको आधुनिक प्रविधि र शिक्षालाई जोड्न सक्यौँ भने त्यो सुनमा सुगन्ध हालिदिए जस्तो हुन्छ र त्यो ठाउँले धेरै ठुलो फड्को मार्छ। त्यसकारण यो तर्फ नेपाल सरकारको गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु। बारम्बार सदनमा कर्णालीको कुरा उठिरहेछ। मैले त सदनमा पनि बारम्बार भनेको छु, ताराताल र राराताल जोड्नुपर्ने हो। यो वास्तवमा हामी यहाँ चुक भएको छ। यो बाँके र बर्दियालाई कर्णाली प्रोभिन्सकै एउटा अङ्गको रूपमा हामीले कालान्तरमा, अहिले त हामी सक्दैनौँ, तर समय आएपछि यो विचार खेलोस्, यो विचारले छलफल आओस् र यो विचारले आकृति लियोस् भन्ने म चाहन्छु कि वास्तवमा हाम्रो सांस्कृतिक रूपले, भौगोलिक रूपले र हाम्रो जुन किसिमले जुन कर्णालीको र राप्तीको भेरीको जुन वाटर बेसिनको ट्रेन्ड हेर्दाखेरि र माइग्रेसनको ट्रेन्ड हेर्दाखेरि कर्णालीको समृद्धि तलकोमा जोडिया छ। कर्णालीलाई सबभन्दा ठुलो निकास छैन, उसको निकास बन्द भएको छ यो अहिले हामीले बनाएको संहिताले। र कर्णालीलाई निकास चाहिएको छ, हामीलाई विकास चाहिएको छ। तलको तराई नभइकन कर्णाली वास्तवमा अपुरो छ र हामीलाई पनि कर्णालीको स्रोत र साधनलाई समुचित प्रयोग नगरिकन हाम्रो समग्र मुलुक विकास हुन सक्दैन। मैले यो के कुरा उठाइरहेको छु एउटा सांसदका हैसियतले भने यो बाँके र बर्दियाको कर्णालीसँगको एक किसिमको परम्परागत रूपले बजार, परम्परागत रूपले सम्बन्ध, परम्परागत रूपको सोचाइ सबै कुराहरू मिल्छन्। त्यसकारण यसलाई त्यहाँ भएका समुदायहरूले पनि, त्यहाँ भएका थारू समुदाय, मधेसी समुदायहरूले पनि आफूलाई अल्पमतमा पार्न थाले कि यसले फेरि नयाँ समस्या सिर्जना गर्न थाले कि भन्ने ढङ्गले पनि सोच्न हुँदैन। यसले त्यहाँको प्रतित्वमा कुनै पनि फरक पार्दैन। त्यसका लागि सामान्य सभामुख महोदय यो बजेट आउँदैछ। मैले सबै कुरा किन उठाइरहेको छु भने भुरी गाउँ तेलपानी सुर्खेत सडक, यो सडकको दूरी जम्मा 50 किलोमिटरको छ। यो भुरी गाउँ तेलपानी सुर्खेत सडक जोड्ने बित्तिकै जुम्लामा फलेको स्याउ, हुम्लामा फलेको स्याउ दिल्लीको बजारमा पुग्नका लागि 100 किलोमिटरको दूरी कम पर्छ सामान्य सभामुख महोदय। र यो अलरेडी ट्र्याक छ, ट्रेडिसनल ट्र्याक छ। यसलाई खालि राष्ट्रिय निकुञ्जका केही कानुनहरूले बाधा गरेका छन्। यसका लागि मुलुकको समग्र हितलाई ध्यानमा राखेर पूर्व पश्चिम राजमार्ग धेरै राष्ट्रिय निकुञ्जका क्षेत्रबाट बगेको छ नि, कति किलोमिटर पर्छ। त्यही कारण भुरी गाउँ तेलपानी सडकमा पनि राष्ट्रिय निकुञ्जको क्षेत्रमा पर्यो, यो खण्डित हुन्छ, यसले पर्यावरणलाई असर पर्छ, यसले त्यहाँको बाघको संरक्षणलाई असर पर्छ भनेर सोच राज्यले बनाउनु हुँदैन। त्यही कारण अहिले प्राथमिकीकरण योजनाको प्राथमिकीकरणको कुरा आउँदाखेरि यो भुरी गाउँ, यो तेलपानी र सुर्खेत सडकलाई प्राथमिकताका साथ नेपाल सरकारले यसलाई अगाडि बढाउनुपर्छ। यो कर्णालीको समृद्धिको लागि र तलको विकासको लागि पनि यो आवश्यक एउटा मारक र मापदण्डको रूपमा छ। दोस्रो कुरा सभामुख महोदय म यो भन्न चाहन्छु। अर्को कुरा के भने सभामुख महोदय, यो वन्यजन्तुको साह्रै ठुलो आक्रमण छ। हाम्रा धेरै बस्तीहरू बफर जोनमा छन्, मध्यवर्ती क्षेत्रमा छन्। अब त कस्तो भइसक्यो भने बस्ती गाउँमा बाघ, गैँडा, हात्ती आएर गाउँबाट आँगनबाट मान्छेहरूलाई आक्रमण गर्न थालिसक्यो। सरकारले जनताको सुरक्षामा ख्यालै गर्दैन। कन्जर्भेसनमा काम गर्ने मान्छे मात्र होइन, आम जनता जो बफर जोनमा छन् र जो बफर जोनभन्दा बाहिर छन्, मध्यवर्तीभन्दा बाहिर छन्, तिनी पनि असुरक्षित भइरहेको परिस्थितिहरू छ। त्यसकारण कसरी यो राष्ट्रिय निकुञ्जहरूलाई यो घेर्ने, तारबार गर्ने, कसरी फेन्सिङ गर्ने, कसरी त्यहाँका मान्छेहरूलाई सुरक्षित गर्ने काम पनि नेपाल सरकारको हो। त खालि हामीलाई हाम्रो स्रोत साधन पर्याप्त छ। हाम्रो काठको कुरा बारम्बार उठेको छ। रोटेसनमा हामीले काठको उपयोग गर्न सक्छौँ। आज सालको रुखहरू आज मलेसियाबाट इम्पोर्ट गरेका छौँ। हाम्रा काठहरू त्यत्तिकै सडेर नष्ट भएका छन्, जनताहरू मारमा परेका छन्। यी साना हेर्दाखेरि सानो, तर यसले दूरगामी असर पार्ने मुलुकको आर्थिक स्थितिमा, आर्थिक उन्नतिमा, जनताको सबलीकरणमा, जनताको जीवनमा असर पर्ने खालका कामहरूमा सरकार उदासीन देखेको छु। सरकारले ध्यान नपुर्याएको देखेको छु। कृषिको कुरा गर्ने तर कृषिमा ध्यान नदिएको देखेको छु। हामीले मल पाएका छैनौँ, हामीले बिउ पाएका छैनौँ, हामीले पानी पाएका छैनौँ, हामीले बजार पाएका छैनौँ। हामी यो मुलुकमा कृषि समृद्धिको सबभन्दा ठुलो आधार हो। कृषिलाई हामीले इग्नोर गरेर, मैले अस्ति नै पनि भनेको थिएँ सभामुख महोदय, जुन देशमा किसान खुसी हुन सक्दैन त्यो देश कसरी खुसी हुन सक्छ? त्यहाँ किसानलाई खुसी पार्न हामीले सक्यौँ भने मुलुक आपसे आप खुसी हुन्छ, आपसे आप समृद्धिको यात्रामा अगाडि बढ्छ। त्यही कारण सरकारको सम्पूर्ण ध्यान यो बजेटमा किसानप्रति जाओस्,
सिँचाइप्रति जाओस्, बाटो कनेक्टिभिटीप्रति जाओस् र संरक्षणप्रति जाओस्, जनताको जीवनको सुरक्षाप्रति जाओस्। शिक्षा र स्वास्थ्य त त्यहीसँग जोडिएर आउँछ सभामुख महोदय भन्ने कुरा राख्दै आफ्नो कुरा यहीँ विराम गर्छु। धन्यवाद। जय नेपाल।